जय नेपाल जय मधेस। बारा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीलाई के भइसकेको छ? किन धेरै चलखेल भइरहेको छ? किन शहीदको रगतबाट भएको आन्दोलनपछि आएको राजस्वको सरकार, राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार र त्यो सरकारमा चुनिएको सांसदहरू किन राजस्व बारामा गुट जोड बनाउन खोजिरहेको छ? किन राजस्व बारालाई तोड्न खोजिरहेको छ? राजस्वको जुन कोर मेम्बरहरू थियो, जो संस्थापक थियो, बारा जिल्लामा चिनाउने काम गरेको थियो, चन्दन सरकार उहाँलाई निकालेर फालिसक्यो। आज बारा जिल्लामा बैठक विस्तारमा सांसदहरूले आफ्नो दमन, आफ्नो मनको समिति चयन गर्न खोजे। नगर सभापति के असन्तुष्टि किन त भाइ? हामी भित्र विवाद हेरेको विवाद बुझाकरमा मैले भनेको महामन्त्रीज्यू, यसमा जति मान्छेहरू पदाधिकारी छ उहाँहरूलाई राख्नु, अरूलाई बाहिर निकाल्नु। त्यसैमा बडीगार्ड हो के हो मान्यजीहरूको मान्छेहरू आएर मलाई भनिरहेको यो मान्छेलाई बाहिर निकाल। एउटा असैले मलाई 3 कोटी हात हान्यो। त्यसपछि मैले मान्यजीसँग कुरा गरेको, तपाईँ हान्नु छ भने म र पुरानो कार्यकर्ता, पुरानो पार्टीको पदाधिकारीलाई पार्टीबाट अलग थलग गर्न खोजेको यो किन हो? जुन कोर मेम्बर छ, जसले बारा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीलाई चिनाएको छ, चन्दन सरकार उहाँलाई त पार्टीबाट निष्कासित नै गरिसक्यो र नगरमा जुन पुरानो कार्यकर्ताहरू छ उहाँहरूलाई पनि पछाडि धकेल्न खोजिरहेको छ। किन? आज अरू पार्टी छोडेर आएर अरू पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टीमा जोडेर जुन हुन्छ घुसपैठियाको रोल खेलेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई तोड्न खोजेको के हो? कठिन परिस्थितिमा राजस्वमा त्यही पुराना कार्यकर्ताहरू आज बारा जिल्लाको सिमरनगढ नगरपालिकाको नगर सभापति साहेब अन्सारीजी माथि पनि आज कुटकुट भएको छ। सांसदहरूको बडीगार्ड के हो भनेर र प्रहरीबाट पनि उहाँलाई कुटाइ खानु परेको छ। किन? जसले सिमरनगढमा चिनाउने काम गर्यो राजस्वलाई, साहेब अन्सारीजी उहाँमाथि कुटकुट भएको छ। जसले बारा जिल्लामा चिनाउने काम गर्यो राष्ट्रिय स्वतन्त्र पार्टी चन्दन सरकार उहाँलाई निकाल्ने काम गरेको छ। र धेरै पुरानो कार्यकर्ताहरू, जेनजेड युवाहरू उहाँहरूलाई पछाडि धकेलेर प्याक गरेर सांसदहरू आफ्नो मन मुताबिक समिति गठन गर्न खोजिरहेको छ। यो घुसपैठियाको रोल किन? यस्तै पाराले राष्ट्रिय स्वतन्त्र पार्टी बारा जिल्लामा चल्दै रह्यो भने यो बारा जिल्लामा आउँदो चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी सखाप हुन्छ। जस्तो यो उदाएको छ त्यस्तै नै खतम भइहाल्छ। ठेक्का होस्, म केन्द्रको सभापति रवि लामेछानेजीलाई स्मरण गराउन चाहन्छु कि बारा जिल्लामा ध्यान पुर्याउनुहोस्। बारा जिल्लामा घुसपैठियाको राज चलिरहेको छ राष्ट्रिय स्वतन्त्र पार्टीको भित्र। वो घुसपैठियाहरूलाई चिनेर पार्टीबाट निकाल्ने काम गर्नु, न कि जुन कोर मेम्बर थियो जो पार्टीलाई चिनाउने काम गर्यो, जो खराब परिस्थितिको दलदल पछि त्यो परिस्थितिमा पनि आफ्नो पार्टीलाई नछाडेर गएको व्यक्तिले आज नयाँ आएको पार्टीबाट घुसपैठियाहरूलाई निकाल्न खोजिरहेको छ। घुसपैठियाले राष्ट्रिय स्वतन्त्र पार्टी बर्बाद हुन्छ। बालेन शाहजी, प्रधानमन्त्री बालेन शाहजी बने यसमा ध्यान पुर्याउनुहोस्। सभापति रवि लामेछानेजी ध्यान पुर्याउनुहोस्। ध्यान पुर्याउनु भएन भने राष्ट्रिय स्वतन्त्र पार्टी बारा जिल्लाबाट सखाप हुन्छ, खतम भइहाल्छ। र म राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यकर्ताहरूसँग अनुरोध गर्न चाहन्छु कि तपाईँ जुन पुरानो मेम्बरहरू हुनुहुन्छ, आफ्नो पुरानो मेम्बर र इमानदारीपूर्वक जसले काम गर्नुभएको छ, त्यो आफ्नो आफ्नो गुट बनाएर होइन, एक ढिक्का भएर एकजुट भएर जुन अहिले घुसपैठियाहरूको चलखेल चलेर त्यसको विरुद्ध आवाज उठाउनु। नत्र राष्ट्रिय स्वतन्त्र पार्टीमा घुसपैठियाको पार्टी हुनेछ, घुसपैठहरूको राज हुनेछ र बारा जिल्लामा फेरि घुसपैठिया जो पहिलाको पार्टी जस्तै गरिरहे त्यही प्रकारले बारा जिल्लामा पनि चल्नेछ। त आजको जुन सांसदहरूलाई लखेट्ने काम भएको छ, जुन आफ्नो मनमर्जीले सांसदहरू काम गर्न खोज्यो, त्यो सांसदलाई लखेटेर धेरै राम्रो गर्नुभएको छ कार्यकर्ताहरूले, जेनजेड युवाहरूले। यस्तै आफ्नो विरोध जनाउँदै रहनु र इमानदार र निष्ठा र पार्टी प्रति वफादार व्यक्तिलाई
संस्थापक चुन्ने काम गर्नु। यति मात्रमा भन्दै म हजुरहरूसँग बिदा लिन चाहन्छु। जय नेपाल, जय मधेस।